होइन भने यो बानी कस्तो खराब बानी लागिसक्यो नि मलाई। अब यो खाना खाने बेला फोन हेरेर खाना पर्ने बानी के हो के खोज्दै लगायो मलाई यस्तो खराब बानी। एक त एउटा खाना आएपछि भिडियो खोज्दैमा जान्छ 10-15 मिनट, भात तातो भात आएको चिसो भइसकेको हुन्छ, म खोजे चाहिँ भिडियो अनि भेटाउँदैन अनि ऱ्यान्डम बुल्सिट हेर्नुपर्छ के हेर्छु होइन भने म 22 वर्षको केटोले डोरेमन किन हेरेर खाने बेला भन्ने कुरा म मम्मीलाई कसरी बुझाउँ? यो कुरा कसरी बुझाँ? मैले कन्टेन्ट पाइराखेन, बेलुका के हेरौँ, खाना खाने बेला के हेर्दा ठिक हुन्छ पाइरहेन भन्नु कसरी बुझाँ के हो? अनि ल यदि केही गरी मैले राम्रो भिडियो नि पाएँ, म भिडियो नि हेरेर छु, म खाना नि खाइरहेको छु, मैले भिडियो हेरेर खाना पनि भ्याएँ, अनि यदि केही गरी खाना भ्याइसक्यो तर भिडियो भ्याएन भने के गर्ने? मान्छेले त्यही जुठो थाल त्यही राखो, यो जुठो मुख यहीँ राखो, चुप्प लाएर बसो, हेरो मम्मी ल्याएर कराउँछ, मम्मीलाई कसरी बुझाउँ यो कुरामा क्यासे? अनि यदि मलाई कसैले आएर चुप्प लाएर तारक मेहताको उल्टा चस्मा हेर्न के गिद्दी ल्याङ गरिरहेको छु भनेर भन्नुहुन्छ भने हेर्नु, कति हेर्नु मान्छेले कति हेरोस्। मैले नहेर एपिसोड छैन होला कि बुझ्नु, म नि अब लेटेस्ट त हेर्न सक्दिनँ, म अब त क्रिन्जी लाग्छ होइन। पुरानो कति हेर्नु, म कति हेर्नु त्यो दयाको सबै यो चुगलबुन्दीहरू होइन र। यहाँ टेन्सन भइसक्यो मान्छेलाई है खाना खाने बेला के हेरौँ भनेर। त्यसरी आजको लागि भिडियो यति नै गरौँ। यदि मेरो भिडियो केही गरी तपाईँले यहाँ हेर्नु भइसक्यो भने मेक स्योर टु फलो। अर्को त त्यो छु मी गाइज।